हामी चाहिँ बाउ छोरी अब हिँड्यौँ न्यु रोड घुम्न है। बाउ छोरी यता बुढी उता सानी छोरी पर टक्क हामी अब कहाँसम्म जान्छौँ भने एक न्यु रोड बसन्तपुरसम्म जान्छौँ है त। ल यहाँ छन् मेरो छोरी र बुढी चाहिँ यता, हामी बाउ छोरी ठुली छोरी यता, म यता, सानी छोरी त्यता। ल मेरो सानी छोरी ठुली छोरी बुढी, हामी चाहिँ टेकुको मेन रोडमा आइसकेका छौँ। मेरो सानी छोरी ठुली छोरी बुढी, तिमीहरू कता हिँडेको? कुन ठाउँ? न्यु रोडमा के पाउँछ? के पाउँछ न्यु रोडमा? सानी के पाउँछ सानी छोरी? ए न्यु रोडमा के पाउँछ थाहा छैन, बर्बाद रहेछ। त्यसो भए हामी चाहिँ जाँदैछौँ है त। ल अहिले चाहिँ हामी पुरा गल्लीको बाटो हिँडिरहेको छौँ। गल्लीको बाटो, यस्तो गल्लीमा चाहिँ भूकम्प आयो भने के हुन्छ? भूकम्प आयो भने त डेन्जर छ बाटो। गल्लीको बाटो हिँड्दैछ है त। ल सरसितले न्यु रोड जाँदैछौँ हामी। अहिले चाहिँ हामी लगन चोक आइसकेका छौँ। लगन चोकमा टक्कसितले हिँड्दैछौँ हामी। मेरो बुढी चाहिँ यता पुरा अहिले गाडीले हान्छ अनि थाहा हुन्छ काठमाडौँको बाटो जाम छ भने जस्तै हो। यता चाहिँ एउटा कालो सिसाको घर एक्लै बिराहिर छ यहाँ। अहिले चाहिँ हामी भोटेबाल बिजुली बजार आइपुगिसकेका छौँ। यो चाहिँ बिजुलीको बत्तीहरू बेच्ने बिल्डिङ हो, यो भर्खर नयाँ बनेको हो। यता चाहिँ पुरै बिजुली बजार हो। अब हामी भोटेबालबाट ट्याक्कसितले धरहरातिर लागिसक्यौँ होइन। अब धरहरा देखाउँछु। गल्लीमा छु अहिले म चाहिँ, एकछिनमा धरहरा देखाउँछु है त। अब हामी 99 यो सपतिर छिर्यौँ है त। अब ल 99 सपमा चाहिँ मेरो छोरीहरू छिरिसकेका छन्। ल 99मा छोरी बुढीहरू चाहिँ के खोजेको खासमा चाहिँ मेरो छोरीले चाहिँ के खोजेको होला? के मुन बोतलहरू कस्तो दामी छ? दामी छ बोतल? हो र, लैजाऊ त्यसो भए। छोरीहरू चाहिँ खालि खेलाउनेहरू मात्रै हेर्छन्। ल के हो त्यो फेरि? के हो त्यो? के हो? के गर्ने हो र? त्यस्तो त्यो केटाकेटी खेलाउने के गर्नु? के त्यो उराने हो? डिजिटल यस्तो गरे यस्तो गर्ने नि। हामी चाहिँ 99मा छिरेर रित्ते हात फर्क्यौँ होइन त? 99मा छिरेर चाहिँ केही पनि नलिकन कोही अनुहार ठोस्छ, कोही के, कोही हाँस्दै निस्केर हिँड्यौँ हामी। अब चाहिँ हामी फाइनली यहाँ धरहरामा आइपुग्यौँ होइन। यो चाहिँ 9 तले धरहरा काठमाडौँको भने जस्तै अहिले चाहिँ 22 तले छ धरहरा। टक्क यता सेक्वा खाने ठाउँ। अहिले चाहिँ हामी यो ऐनाको फेदमा आइसक्यौँ यहाँ। अहिले चाहिँ हामी सङ्कटा मन्दिर आइसकेको छौँ। सङ्कटा मन्दिरमा छौँ है गाइज। यता सङ्कटा मन्दिरतिर आइसक्यो। मेरो छोरी र बुढी चाहिँ यताबाट आउनु हुँदैछ है। ल हेर्नुलाई सानी छोरी कता जाने? के भयो? गलियो? गलिसक्यो अरे।
त सङ्कटा मन्दिर सरसितले दर्शन गर्ने, अझै भिडियोबाटै दर्शन गर्नु है त ल सङ्कटा मन्दिरलाई। यता चाहिँ न्यू रोड गेट भइगयो अनि सर यता न्यू रोड बजार चाहिँ हामी हिँड्दा धेरै गलेर ब्रेक टाइम भयो, हाम्रो पानी खाने टाइम भयो। अब बसेर आनन्दले सिएनलाई केमा चित्त बुझेन पनि ठुस्स पारिरहेछ होइन। अनि म चाहिँ यता छु, हाम्रो चाहिँ अब घुमाइ हुँदैछ आज। अहिले चाहिँ हामी महाबौद्ध आइपुग्यौँ। महाबौद्धको गल्लीतिर हिँड्दैछौँ है हामी अहिले। ल मसँगै छौँ, यता सानी छोरी बुढी चाहिँ उता हुनुहुन्छ, सुइकिसी हिँडेको हुनुहुन्छ। ल असन बजार चाहिँ एकदम भिडभाड छ है। असनमा चाहिँ पुरै भिडभाड, भाडा पसल। अब अहिले चाहिँ हिँड्दै हामी इन्द्रचोक आइसक्यौँ। यता न्यू रोड भइगयो, विशाल बजार साइड भइगयो, यता इन्द्रचोक, यता चुरा पसल, कपडा पसल, ससेज पनि किनिसक्यौँ हामीले। इन्द्रचोकको बजार पनि डेन्जर छ है। ल अहिले चाहिँ हामी मक्खन चोक आइसक्यौँ। मन्दिर बन्दै छ एकैसितले, बजार खतरा छ। हामी चाहिँ अब घुम्दै मक्खन चोक हुँदै यता काल भैरवतिर आएछौँ। ल हामी काल भैरव भए ठाउँमा आइपुगेका छौँ। काल भैरवले सबैजनाको चाहिँ रक्षा गर्नु। जय होस् काल भैरव। ल भिडभाड खतरा छ, त्यहाँ बत्ती बलिरहेको छ मन्दिर। अहिले चाहिँ हामी ठ्याक्कै बसन्तपुर पछाडि मन्दिरतिर आइसकिसकेका छौँ। ल मेरो छोरी यता, अरू सानी छोरी र बुढी उता। सानी छोरीले क्याप लाएर हिँडिरहेको छ अनि म छु यता। पुरा घुमिरहेछौँ आज चाहिँ हामी। यता बसन्तपुर भइगयो, ठ्याक्क बसन्तपुरको टक्कसितले यो मूर्तिहरू के जाति हो यो। ठ्याक्क बसन्तपुर यता भइगयो सरसितले। कस्तो लागिरहेको छ रेजिना बसन्तपुर आइपुग्दा? धेरै रमाइलो। सानो कस्तो भइरहेको छ आजको यात्रा? कस्तो भइरहेको छ? खुट्टा दुखेर मरे। अनि बुढीलाई चाहिँ आज के गलिसकेको हो? खासै त हिँडेको छ नि त नि हामी, र पनि गलिसकेको बिहानदेखि। ल बिहानदेखि हिँडेर छोरी चाहिँ एकदम सानी छोरी चाहिँ गलेर एकदम खुट्टा दुखिसक्यो अरे, र मेरो पनि दुखिसक्यो। तर अब के गर्नु, दुखे पनि हिँड्न छोड्नु हुँदैन होइन। हामी अब चाहिँ हामी टक्कसितले घर फर्किन्छौँ। अब आजको हाम्रो यात्रा लास्टमा आएर बसन्तपुरमै टुङ्ग्यो होइन त। ल गाइज अब चाहिँ फाइनल्ली हामी बिदा लिन्छौँ होइन। ल बाई बाई।